त्यसको प्रमुख अतिथि जीवन परियारलाई बनाए। त्यसैगरी त्यसपछि तपाईको चाहिँ जुन सुदूरपश्चिमको अधिवेशन भयो त्यसको प्रमुख अतिथि डाक्टर शेखर कोइरालालाई बनाए। त्यसैगरी गण्डकी प्रदेशको अधिवेशनको लागि हामीले उपसभापति जुलाई हामीले अनुरोध गरेका थियौं। उहाँको समय नमिलेको हुनाले केन्द्रीय अध्यक्ष कर्णाली प्रदेशको मैले नै तपाईको गर्नुपर्ने आवश्यकता भयो। त्यसैगरी भर्खरै मध्य प्रदेशको अधिवेशन सकेर हिजो हामी आएका छौं। हिजो मात्र अधिवेशन सकिएको छ। त्यसको प्रमुख अतिथि विमलेन्द्र निधिजीले गर्नुभएको थियो र आज पाँचौं अधिवेशनको रूपमा गगन कुमार थापालाई हामीले निम्ताएका छौं। उहाँ आउनुभएको छ। एउटा प्रजातन्त्र सेनानीको मर्म र भावना बुझेर आज उहाँ उपस्थित हुनुभएको हुनाले एकचोटि कर्तव्यधारीका साथ उहाँलाई हार्दिक स्वागत गर्दै अनुरोध गर्न चाहन्छु। धेरै साथीहरूले प्रजातन्त्र सेनानीको बारेमा कुराहरू राख्नुभयो। उहाँले रहेका विचार भन्दा मेरा पनि धेरै विचार फरक छैनन्। तर म यति मात्र भन्दछु, प्रजातन्त्रको लागि लड्ने योद्धा प्रजातन्त्र सेनानी हो। हुन त यसलाई मानिसहरूले कसैले भूतपूर्व सैनिक पनि भनिदिनुहुन्छ, कसैले यसलाई स्वतन्त्रता सेनानी पनि भनिदिनुहुन्छ, कसैले यसलाई धेरै केन्द्रीय सदस्यहरू नेपाली कांग्रेसलाई यो प्रजातन्त्र सेनानीसँग थियो र हिजो यो कहाँ थियो, को थियो यसको अध्यक्ष, यसको इतिहास के हो भन्ने कुराहरू हामीलाई सोध्नुहुन्छ क्या उहाँहरू। पहिला त म के भन्छु भने केन्द्रीय सदस्यहरूलाई नेपाल प्रजातन्त्र सेनानीसँग कहिले स्थापना भयो, यसले के काम गर्छ, यसको उद्देश्य र विधि के हो, त्यो अध्ययन गरेर मात्र हाम्रो कार्यक्रम आइदिनको लागि म सादर अनुरोध पनि गर्छु। दुई हातले तपाईँको नमन पनि गर्न चाहन्छु। किनभने यहाँ आएर कतिपय केन्द्रीय सदस्य मान्यजीहरूले नि प्रश्न गरिदिनुहुन्छ के क्राइटेरिया रहेछ यसको भनेर यहाँ आएर क्या मञ्चमा आएर कृपया त्यसो नगरिदिनु होला। कमसेकम पढेर आउने प्रविधि पनि स्थापित गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। धेरै नेतृत्वहरूले प्रजातन्त्रको लागि धेरै योगदान गरेका व्यक्तित्वहरू तपाईँ हाम्रो माझ हुनुहुन्न। आदरणीय बीपी कोइराला, सुमन शमशेर, त्यसैगरी गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत धेरै व्यक्तित्वहरू नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्नुभयो। उहाँकै कारणले गर्दाखेरि नेपालमा प्रजातन्त्र पनि आयो, लोकतन्त्र पनि स्थापित भयो, गणतन्त्र पनि स्थापित भयो। तर अहिले पनि प्रजातन्त्र सेनानीहरूले यदि नेतृत्वहरूलाई भेट्न जाँदा सबैभन्दा पहिला त ढोकैमा उहाँले प्रवेश पाउनुहुन्न। आजसम्म भएको कुरा मैले तपाईँलाई भन्नै पर्छ। किन भन्दाखेरि प्रजातन्त्र सेनानीको पहिचान कस्तो हुन्छ भने अलिकति फाटेको टोपी पनि हुन सक्छ, अलिकति लबेदा सुरुवाल लागेको पनि हुन सक्छ, कमिज सुरुवाल पनि लागेको हुन सक्छ, अथवा फाटेको कपडा झुत्रो कपडा लागेको व्यक्ति देख्ने बित्तिकै पर भन्ने जुन नेतृत्वले कांग्रेसले गरिरहेको छ त्यो सुध्रिनु जरुरी छ। उहाँले त्यो भन्न चाहन्छु, तपाईको विचारमा परिवर्तन हुनु जरुरी छ। हिजो जसको टाउको र ढाडमा टेकेर आज तपाईहरु सत्तामा पुग्नु भयो नि, हिजो कसको ढाड र टाउकोमा टेकेर सत्तामा पुग्नु हो तपाईले बिर्सिसक्नु भएको छ। तपाईलाई प्रजातन्त्र सेनानीले आज सजग गराउनको लागि कार्यक्रम गरेको। आज हामी तपाईलाई सजग गराउन चाहन्छौं। कांग्रेस जनले के को लागि हामी कांग्रेस भएका हौं? हामीसँग इमानदारीता छैन, हामीसँग नैतिकता छैन, हामीसँग कुनै चीजै तपाईको नभएपछि हामी सरलता छैन, सहजता छैन। सरलताको कुरा गर्दाखेरि हाम्रो पूर्व प्रधानमन्त्री सुशील कोइरालाजीले प्रधानमन्त्री हुँदा पनि आफ्नो मोबाइल फोन आफै उठाउनुहुन्थ्यो कहिलेकाहीँ। तर त्यस्तो नेता खोइ त अहिले टेलिफोनै उठ्दैन नेताका। टेलिफोन नउठ्ने नेता हुन्छ। एकजना मेयरसँग म अति प्रभावित छु, नेपालको अरू पनि हुनु होला। हामी जाने क्रममा हिँड्ने क्रममा बुटोलका मेयरसँग हाम्रो भेट भयो। उहाँले के भन्नु भने म पिएलाई फोन उठाउन दिन्न भन्नुभयो। किन दिनुहुन्न मेयर साहब भन्दाखेरि मैले नै पिएलाई फोन उठाउन दिएँ भने मेरो के काम भयो? त्यसैले म मेरो फोनबाट म आफू पनि काम गर्छु, कुरा पनि गर्छु र काम पनि बुझ्छु र म काम गर्छु र मैले 6000 के 8000 बढी भोटले चुनाव जिते भन्नु उहाँले। त्यो कुरा गर्नको लागि म सबै नेतालाई अनुरोध गर्न चाहन्छु। नेतृत्व सजिलो छैन साथीहरू। अहिले नेपाली कांग्रेसमा
सबभन्दा फर्केको कुरा के भने कांग्रेसका जो ठुलो तहमा पुग्छ नि त्यो मान्छेमा बढी अहमता देखे मैले चाहिँ धेरै जसोमा होला कोही कोही राम्रो पनि होला कोही कोही साथीहरु अहम पनि नहुनु पनि होला राम्रो पनि हुनुहुन्छ भने मैले भने अघि तपाईलाई उदाहरणको लागि तर अधिकांशमा महिमत्ता छ अहिले सत्ताको महिमत्ताले कांग्रेसलाई कहिले पनि तपाईको अगाडि लान सक्दैन कांग्रेस भनेको सरल सहज र इमानदार हुनु पर्यो नैतिकवान हुनु पर्यो सुन्दरताको पक्ष भनेको यही हो जो व्यक्ति सरल सहज र इमानदार छ र नैतिकवान छ तीबाट कांग्रेस चिनिन्छ जो व्यक्तिमा त्यो गुण छैन बिचारा म कांग्रेस हुँ म यस्तो हुन्न भन्दिनु म अनुरोध गर्न चाहन्छु तपाईहरुलाई किनभने हामीले अरूलाई सिकाउनु भन्दा पहिला हामी आफै सुध्रिनु जरुरी छ हामीले अरूलाई नैतिकताको पाठ पढाउँदै गर्दा हामी कति नैतिकवान छौं भन्ने कुरा आफैबाट सुरुवात गरिदिनुको लागि सम्पूर्ण साथीहरुलाई म अनुरोध गर्न चाहन्छु र नेपाल प्रजातन्त्र सेनानीसँग केही मुद्दाहरू छन् जुन मुद्दाको बारेमा हामीले महामन्त्रीजी लगायत यहाँको केन्द्रीय समितिजीहरु अरु हामीले मन्त्रीजीलाई प्रधानमन्त्रीजीलाई राष्ट्रपतिजीलाई पनि हामीले र केन्द्रीय अध्यक्षजीलाई सभापतिजीलाई पनि हामी उहाँहरुको ढोका दैलोमा पनि पुग्यौं तर अहिले पनि के भइरहेछ भन्दाखेरि प्रजातन्त्र सेनानीको नाम लिने बित्तिकै उहाँहरु तर्सिनुहुन्छ के अहिले पनि सबभन्दा विडम्बनाको कुरा यहाँ छ हिजो त्यही प्रजातन्त्र सेनानी यत्रो योगदान दिएर उहाँलाई यो ठाउँमा पुर्याउनु भयो तर आज उहाँले बिर्सिरहनु भएको छ सम्झिने कसरी छ भन्ने कुरा म गर्न चाहन्छु अघि धेरै साथीहरुले के भन्नु भने विरुद्धाश्रम पनि भन्दिनु हो कसले के भन्दिनु हो के प्रजातन्त्र सेनानी अयोग्य हुन्छ यो देश चलाउनलाई यो के भनेको जस्तो लाग्छ के मलाई कहिलेकाहीँ प्रजातन्त्र सेनानी के देश चलाउनलाई अयोग्य छन् के कुरामा अयोग्य छन् त भन्दिनु होला मलाई थाहा भयो कुरा अयोग्य एउटा कुरा मात्रै छन् जस्तो मलाई लाग्छ त्यो भनेको रुपैयाँ पैसाको कमी होला आर्थिक रूपले सक्षम नहोलान् तर इमानदारीको कसीमा एक नम्बरमा आउने भनेको प्रजातन्त्र सेनानी हो नेपाली कांग्रेसको जग भनेको प्रजातन्त्र सेनानी हो म उद्घोष गर्न चाहन्छु कांग्रेसको जग को हो भने प्रजातन्त्र सेनानी हो त्यसैले नेतृत्वले जहिले पनि यदि केन्द्रीय नेतृत्वहरु यदि जिल्लामा जानुहुन्छ अन्य ठाउँमा जानुहुन्छ भने पहिला तपाईहरुले प्रजातन्त्र सेनानीलाई बोलाउने गर्नुस् पहिला उहाँहरुसँग भेट्नुस् अनि तपाईले त्यहाँबाट ऊर्जा प्राप्त गर्नुहुनेछ अनि कांग्रेसको जग तपाईको बलियो हुँदै गर्दा कांग्रेस पनि बलियो हुन सक्छ प्रजातन्त्र सेनानीका 4-5 वटा माग छन् म अलिकति केन्द्रित हुन चाहन्छु त्यसमध्येमा एउटा त सर्वस्वहरु भएका प्रजातन्त्रका सेनानीका सम्पत्ति अहिलेसम्म फिर्ता भएकै छैन कस्तो खालको विडम्बना 30-35 वर्ष राज्य गर्ने नेपाली कांग्रेसले अहिलेसम्म पनि प्रजातन्त्र सेनानीका जफत भएका सम्पत्ति फिर्तै गर्ने तर्फ लाग्दैन त्यसैले जफत भएका फिर्ता सम्पत्तिलाई फिर्ता गरिदिनुको लागि सरकारलाई पनि तपाईको खबरदारी गरिदिनु पर्यो पार्टीलाई पनि खबरदारी गरिदिन अनुरोध गर्छु अर्को हामीले के भनेको थियो भने प्रजातन्त्र सेनानीलाई कि आदरणीय कृष्ण प्रसाद भट्टराईजीको बेलामा एउटा आयोग बनेको थियो आयोग त अहिलेको राजनीतिक पीडित सहायता समिति आयोगै बनेन राजनीतिक सहायता समिति बन्यो जुन बेलामा आयोग बन्नु पर्थ्यो त्यो बेलामा आयोग बनेन खाली प्रजातन्त्र सेनानीलाई के भन्यो भने 5000 10000 20000 1 लाखका सेनानी बनाइदियो त्यो एउटा गलत नीति थियो भन्छु म अहिले आएर त्यो बेलामा यदि नेपाली कांग्रेसले प्रजातन्त्र सेनानीको सर्वाधिकार सम्पन्न आयोग बनाएको भएदेखि आज प्रजातन्त्र सेनानीहरु कहाँ हुनुहुन्छ कति रेकर्ड छ कसले काम गर्नुभयो भन्ने कुरा थाहा हुन्थ्यो राज्यलाई पनि तर प्रजातन्त्र सेनानीको बारेमा राज्य बेखबर छ राज्यलाई जानकारी छैन शहीद घोषणा गराउँदा पनि भर्खरै तपाईको 2-4 वर्ष अगाडि मात्र धेरै शहीदहरुको घोषणा भयो त्यसैले प्रजातन्त्र सेनानीको माग मध्येमा एउटा अघि पनि आइसकेको छ यसलाई मातृ संस्थाको रूपमा लिएर जानुपर्छ भनेर जसरी नेभी संघले त्यसमा सहमति जनाउनुभएको छ त्यसले अरु प्रस्तावले पनि सहमति जनाउनुभएको छ म हाम्रो महामन्त्रीजीलाई एउटा मात्रै कुरा गर्न चाहन्छु हाम्रा मुद्दाहरू तपाईहरुको अगाडि हामीले राख्यौं राष्ट्रपतिको अगाडि पनि राख्यौं सभापतिको अगाडि पनि राख्यौं सबै मन्त्रीलाई पनि जाहेर गरायौं तर के बाधा आयो तपाईहरुलाई हाम्रो सेनानीका मुद्दाहरूको बारेमा किन राज्यले सम्बोधन गर्दैन किन पार्टीले सम्बोधन गर्दैन यो बारेमा किन पार्टी बेखबर छ यो कुरा अहिलेसम्म हामीले बुझ्न सकेका छैनौं र अब टिकट दिने कुरा पनि प्रजातन्त्र सेनानी अथवा विभिन्न भूमिका दिने कुरामा प्रजातन्त्र सेनानीलाई
दिँदाखेरि चाहिँ कहाँ अप्ठ्यारो छ, कि अनुभवी छैनन् कि लगानी छैन के कुराको कमी छ, त्यो कुरा तपाईले नै आफैले बोल्दा प्रश्न पारिदिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। सबैभन्दा पहिला म नेपाल प्रजातन्त्र सेनानी सङ्घ यो बागमती प्रदेशको जुन कार्यक्रम आयोजना गरेर बागमती प्रदेशको कार्य समितिले अत्यन्तै राम्रो काम गर्नु भएको छ। त्यसैले बागमती प्रदेश नेपाल प्रजातन्त्र सेनानी सङ्घको सम्पूर्ण गोविन्द गजुरेलजी अध्यक्ष लगायत सम्पूर्ण टिमलाई एकचोटि ताली बजाएर हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। र हाम्रा यात्राहरू कठिन छन्। आज पनि प्रजातन्त्र सेनानीको नातिले पुस्ता आइसकेको छ राजनीतिमा। त्यो नाति पुस्ता के भन्छ भन्दाखेरि मेरो हजुरबुवा पुस्तालाई पनि पार्टीले न्याय दिएन, मेरो बौवा पुस्तालाई पनि पार्टीले न्याय दिएन। अब म कसरी कांग्रेस बन्नु भनेर युवा पुस्ता जो आएको छ अहिले प्रजातन्त्र सेनानीको नाति पुस्ता उसले हामीलाई प्रश्न गरिरहेको छ। र त्यो पुस्ता धेरै जसो त विदेशमा पुगिसकेको छ, अमेरिका युरोप र खाडी मुलुकमा हिँडिरहेको छ त्यो पुस्ता। भने त्यहाँबाट उसले के भन्छ भने हजुरबा अब आउने 84 को चुनावमा त भोट यता, बुवा अब त आउने 84 को चुनावमा भोट यता भनिरहेको छ। त्यसको लागि हामीले तयारी गर्ने कि नगर्ने, त्यसैले हामीले प्रजातन्त्र सेनानीका साथीहरूको बिचमा सल्लाहले हामीले एउटा प्रस्ताव पनि पार्टीको समक्ष राखेका छौँ। हामी खाली विरोध अथवा सुझाव मात्रै होइन, यसको कार्यान्वयनको लागि पनि अनुरोध गर्न चाहन्छु। प्रजातन्त्र सेनानीको तर्फबाट हामीले धेरै छलफल गर्दा के निचोडमा हामी पुगेका छौँ भने 84 को चुनावमा अधिकांश रूपै 80% जति जसले चुनावमा सांसद भएको छैन अथवा विभिन्न पदमा पुगेको छैन त्यस्तो व्यक्तिहरूलाई नयाँ व्यक्तिहरूलाई चाहिँ 80% टिकट पार्टीले व्यवस्था गर्नुपर्छ र अहिले भइरहेका प्रस्तावबाट 20% झार्नुपर्छ भन्ने हाम्रो प्रस्ताव रहेको छ। त्यसमा ताली बजाइदिनुलाई सबैलाई अनुरोध गर्न चाहन्छु। त्यसैले हामी अब 84 को तयारीमा नलागेदेखि कांग्रेस फेरि सिला खोज्न जानुपर्ने हुन्छ। त्यसैले नयाँ अनुहार, नयाँ तपाईको योजना, नयाँ कार्ययोजना सहित कांग्रेस अगाडि बढोस्। प्रजातन्त्र सेनानीले हिजो पनि तिलाञ्जली दिएको, हिजो पनि प्रजातन्त्रको लागि योगदान दिएको, आज पनि तयार छ दिनलाई, भोलि पनि दिन तयार छ प्रजातन्त्र सेनानी। अहिले हामीले चाहिँ प्रजातन्त्रलाई जोगाउनलाई, लोकतन्त्रलाई जोगाउनलाई खबरदारी गर्नु परेको छ। त्यसैले त्यो अप्ठ्यारो परेको बेलामा फेरि जोगाउनु भनेको प्रजातन्त्र सेनानीले हो, अरू दस्ता त्यो बेलामा आउन सक्दैनन्। प्रजातन्त्र सेनानी अग्रमोर्चामा रहनेछन् जस्तो लाग्छ मलाई। त्यसैले गर्दाखेरि ती सेनानीहरूलाई विभिन्न हिसाबले सम्मानको कुरा मात्रै होइन, योगदानको कुरा मात्रै होइन, हैसियतको कुरा पनि छ, त्यसको यथोस्थानको कुरा पनि छ, व्यवस्थापनको पनि कुरा छ। त्यसैले सबै कुरामा प्रजातन्त्र सेनानीलाई एउटा वृद्धाश्रम बनाएर थन्काउने कुरा भन्दा पनि प्रजातन्त्र सेनानीलाई हक अधिकार दिलाएर उहाँको सम्मानको लागि नेपाल सरकारबाट आयोग बनाई छानबिन गरियोस् भन्ने म तपाईहरुसँग आग्रह गर्दै यत्रो बेरसम्म हाम्रो कुरा सुन्नुभयो, यत्रो समय मैले पनि लिएँ, त्यसको लागि सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिँदै आजको जुन बागमती प्रदेशको अधिवेशनको पूर्ण सफलताको कामना व्यक्त गर्दै म तपाईहरु माझबाट ओझेल पर्न चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद नेपाली प्रजातान्त्रिक आन्दोलनका शहीद पुत्र बालकृष्ण दाहालज्यूलाई। अब त्यसपछि तपाईहरुले प्रतीक्षा गरिरहनु भएकै व्यक्तित्व तपाईहरु सामने आउँदै हुनुहुन्छ। उहाँ त अझ सदनमा त भन्नुहुन्छ म बोल्छु, मेरो बोल्ने हक छ भन्नुहुन्छ। उहाँलाई समयको पाबन्दी पनि लगाइदैन। अब बोल्न आउँदै हुनुहुन्छ नेपाली कांग्रेसका महामन्त्री माननीय पूर्व स्वास्थ्य मन्त्री गगन थापा। इस कार्यक्रमका श्रद्धेय सभाध्यक्षज्यू, प्रजातन्त्र सेनानी सङ्घका राष्ट्रिय अध्यक्ष आदरणीय बालकृष्ण दाहालज्यू, नेपाली कांग्रेसका सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरू, मञ्च आसीन र तल रहनुभएका सबै मेरो आदरणीय अग्रजहरू, साथीहरू, सबैलाई हार्दिक धन्यवाद। म यो अधिवेशनको सम्पूर्ण सफलताको कामना गर्छु। मलाई स्नेहपूर्वक कार्यक्रममा सहभागी हुने अवसर दिनुभयो आदरणीय गोविन्द दाईलाई र सिङ्गो समितिलाई हृदयबाट आभार प्रकट गर्छु। म अझै पुरा समय बस्थेँ
तर 4 बजेभित्र एउटा कार्यक्रममा पार्टीकै प्रतिनिधित्व गरेर अनिवार्य सहभागी हुनुपर्ने भएको हुनाले गर्दा मैले अगाडि नै बोल्नका निम्ति अनुमति मागेँ। मभन्दा पछाडि अरू पनि वक्ताहरू हुनुहुन्छ, खास गरिकन डाक्टर गोविन्द पोखरेल, जसले अहिले पार्टीकै तर्फबाट प्रजातन्त्र सेनानी सङ्घको अधिवेशनको संयोजन गरिराख्नु भएको छ। केही साङ्गठनिक कुराहरू उहाँहरूले भन्नुपर्ने छ। आदरणीय मधु आचार्य, प्रतिमा गौतम मुक्ताय, थुप्रै अरू केन्द्रीय सदस्य साथीहरू हुनुहुन्छ। उहाँहरूको कुराहरू सबै सुनेर भोलिको बन्द सत्रका निम्ति पूर्व तयारी गरेर मात्र आज तपाईँ यहाँबाट छुटिनुहुन्छ भन्ने मेरो विश्वास छ। अघि बालकृष्ण दाईले बोल्नुभन्दा पहिला सबैले मलाई मायाले सुनसुमाउनु मुसार्नुभयो, तयार गर्नुभयो। बालकृष्ण दाई आएर छ्याक्क हान्नको लागि तयारी गरेको जस्तो यो होइन, रमाइलो मात्रै। अनि मैले दाईले भन्दै गर्दा सम्झिरहेको थिएँ, नेताले फोन आफै उठाउनु पर्छ भन्दै गर्दा नेपालकै सबभन्दा सफल नेतामध्ये एक नेता जसको त हामीले सङ्गत गऱ्यौँ, म त उहाँबाटै प्रशिक्षित दीक्षित पनि हो, गिरिजाप्रसाद कोइरालाको सबै फोन चाहिँ बालकृष्ण दाई आफै उठाउनुहुन्छ। त्यो 40-456 भन्ने फोन अहिले पनि गण्ड छ मलाई। त्यो फोनै गिरिजाको फोन भनेको पनि त्यही थियो, त्यही हो गिरिजाको फोन भनेको त्यही फोन। खालि एउटा यो सन्दर्भ सम्झेको मात्रै। म यो कार्यक्रमको सम्पूर्ण सफलताको कामना गर्न चाहन्छु। थुप्रै यो प्रतिवेदनबाट र अरू माध्यमहरूबाट थुप्रै कुराहरू आएका छन्। अस्ति नै बैठकमा पनि मैले सहभागी हुने मौका पाएँ। सबभन्दा पहिला त आदरणीय बालकृष्ण दाहाललाई सिङ्गो नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट, सभापतिजीको तर्फबाट, हामी सबैको तर्फबाट हार्दिक सम्मान प्रकट गर्न चाहन्छु। जुन सक्रियता मलाई देखाउनु भएको छ, यो क्रियाशीलताको कारणले गर्दा आज यो सङ्गठनमा पुनर्जागरण आएको छ। र मलाई के विश्वास छ भने यो समयमा अधिवेशन गर्ने, हामीले अहिले जिम्मा दिएका भातृ संस्थाहरूमध्ये सबैमा अधिवेशन गर्ने यो पहिलो, अगाडि 2टाको भएको छ। पछिल्लो समयमा जुन एउटै लहरमा 7-8वटा संस्थाहरू छन् हाम्रो, त्यो मध्येको यो पहिलो बन्छ र सबभन्दा व्यवस्थित ढङ्गले आफ्नो अधिवेशन सम्पन्न गराउँछ भन्ने कुराको पुरा विश्वास पनि राखेको छौँ। र पार्टीको तर्फबाट अधिवेशन गर्ने कुरामा हाम्रो सम्पूर्ण सहयोग हाम्रो रहन्छ। तपाईँहरूले जे कुराहरू सोचेर अगाडि बढाउनु भएको छ, हामी अत्यन्तै सिङ्गो पार्टी यसबाट अत्यन्तै खुसी छ। र यसले प्रजातन्त्र सेनानी सङ्घमा काम गर्ने देशैभरिको साथीहरूको प्रतिष्ठा पनि बढाएको छ। र तपाईँले आज राख्नुभएको जुन मागहरू छ, पछाडि सङ्गठनको त्यहाँबाट पृष्ठपोषण भएको कारणले गर्दा त्यो मागको औचित्य पनि बढेको छ, मागको ओज पनि बढेको छ। र मलाई के विश्वास छ भने हामी बिस्तारै सबै कुराहरूलाई सम्बोधन गर्दै जान्छौँ। केही कुराहरू राज्यसँग सम्बन्धित भएर उठाएका विषयहरू छन् जुन जायज छन्। खास गरी जीवन निर्वाहसँग जोडिएको विषयहरू छ, मान सम्मानसँग जोडिएका विषयहरू छन् र सम्पत्ति फिर्ता समेत नभएको विषयहरू छ। यसका निम्ति एउटा आयोग बनाउनुपर्छ भन्ने प्रस्ताव छ। हामीले अस्ति केन्द्र समितिको बैठकमा तपाईँहरूले माग राखिसके पछाडि थोरै छलफल पनि गरेका थियौँ। त्यो दिन निर्णयमा राख्ने भन्ने कुराकानी पनि भयो। पार्टी आफै सरकारमा छ, राखिसकेपछि यसलाई टुङ्गो गर्ने बेला राख्नुपर्छ भन्ने कुरा पनि हामीहरू गयौँ। यसको अर्थ झन् सकारात्मक भयो हो। त्योभन्दा पहिला कुनै बेला म मिलाउँछु पार्टीको नेतृत्वसँग बसेर ठ्याक्कै त्यो आयोग भनेपछि आयोग किन भनिएको, आयोगभन्दा अरू कुनै खालको संस्था हुनसक्छ कि सक्दैन, त्यो आयोग कसरी गठन गर्ने, के गर्ने भन्ने बारेमा एकपल्ट छलफल गरौँ बसेर, त्यसपछि यसलाई टुङ्गोमा पुर्याउने गरिकन अगाडि जाउँ भन्ने मेरो यसमा यही रेस्पोन्स पनि राख्न चाहन्छु। अर्को विषय पार्टीसँग जोडिएको छ, खास गरिकन पार्टीको अभिलेखसँग जोडिएको छ। प्रजातन्त्र सेनानी भनिसके पछाडि प्रजातन्त्र सेनानीको परिभाषाभित्र पर्ने जिल्लामा विभिन्न तहमा रहिराख्नु भएको कतिजना हुनुहुन्न, कतिजना हुनुहुन्छ, सबैको अभिलेख गर्ने कुरा सबभन्दा महत्त्वपूर्ण छ। यो अभिलेख गर्ने कुरालाई नेपाली कङ्ग्रेस केन्द्रीय कार्यालय र प्रजातन्त्र सेनानी सङ्घको बिचमा राम्रो हामीले सहकार्य गर्नुपर्ने छ। अहिले नै मलाई सुदूरपश्चिमको सभापतिले भन्दै हुनुहुन्थ्यो, हामी काम कर्णालीको सभापतिले भन्नुहुन्थ्यो, हामी काम गर्न खोजिरहेका छौँ तर तल पार्टी पङ्क्तिबाट जुन खालको सहयोग हुनुपर्ने सहयोग भइरहेको छैन। हामी अहिले पार्टी कार्यालयको हाम्रो जुन पुस्तकालय छ, पुस्तकालयको एउटा महत्त्वपूर्ण कामै हामी अभिलेख गर्ने हो भनेर काम अगाडि बढाउन खोजिरहेका छौँ। नेपाली कङ्ग्रेसमा लाग्ने कुनै पनि एउटा नयाँ सदस्यले पार्टी कार्यालयभित्र प्रवेश गरिसकेपछि, जस्तो उदाहरण कुनै एउटा जिल्लाको आयो, रामेछापको आयो, म पार्टी कार्यालयभित्र प्रवेश गरिसकेपछि नेपाली कङ्ग्रेस रामेछापमा पहिला स्थापना कहिले भएको रहेछ, को काम गर्नुभएको रहेछ भन्ने सबै कुरा केन्द्रीय कार्यालयभित्र पसिसके पछाडि प्रत्येक प्रजातन्त्र सेनानीको काहीँ न काहीँ नाम अभिलेख भएको त्यहाँभित्र होस् भन्ने कुरा हामीहरू चाहन्छौँ। यसका निम्ति अहिले भर्खर पठाएको 100 दिने अभियानमा हामीले खटाएर पठाएका प्रतिनिधिहरूलाई जिम्मा दिएर पठाएका छौँ, तर धेरै जसो ठाउँमा काम भएको छैन। त्यहाँ हामीले पनि के महसुस गर्यो भने प्रजातन्त्र सेनानी सङ्घको अब जिल्ला कार्य समिति र हाम्रो जिल्ला कार्य समितिको बिचमा राम्रो सहकार्य गर्ने वातावरण हामीले बनाउनु पर्ने छ। यसको लागि केन्द्रीय कार्यालय र केन्द्रीय समितिका बिचमा
हामी बसेर केही व्यवस्थापकीय कुरामा कुराकानी गरौँ। यसमा केन्द्रीय कार्यालयकै हाम्रो प्राथमिकताको काम भएको हुनाले गर्दा हामी तपाईँहरूसँग मिलेर यसमा काम गर्न चाहन्छौँ। महासमितिको बैठकबाट पारित भइसकेको छ, के प्रारम्भिक छलफलहरू अगाडि बढिसके। हामी अब आउने महाधिवेशनभन्दा अगाडि नै एउटा 10 करोडको अक्षय कोष बनाउने, जुन अक्षय कोषै कसका निम्ति समर्पित हो भने प्रजातन्त्र सेनानीका निम्ति समर्पित अक्षय कोष हो। यसबाट आएको लाभांश सबै कुरा पार्टी राज्यले गर्ने केही कुराहरू छन्, केही कुराहरू खास गरिकन शिक्षामा र मूलतः स्वास्थ्य उपचारको बेलामा कहिले असाध्य अप्ठ्यारो परेको हुन्छ। त्यो बेलामा पार्टीले पनि सहयोग गर्नु पनि पर्छ, सहयोग गर्ने इच्छा पनि हुन्छ, तर सहयोग कसरी गर्ने त, त्यसको निम्ति पनि व्यवस्था गर्नुपर्छ भनेर अहिले यसका निम्ति हामीले अस्ति पारित पनि गऱ्यौँ। अहिले प्रारम्भिक छलफल भएको छ, यसलाई कसरी सङ्कलन गर्ने, कसरी सञ्चालन गर्ने भनेर यो बारेमा पनि फेरि तपाईँहरूसँग बसेर हामीहरू थप छलफल गर्छौँ। यो एउटा पाटो भयो, तर यो एउटा पक्ष मात्रै हामीले छलफल गऱ्यौँ भने पूरा हुँदैन, किनकि कथाको अर्को पाटो पनि छ। एउटा प्रजातन्त्र सेनानीको आफ्नै एउटा कथा छ। यहाँ मञ्चमा हुनुहुन्छ जस्तो लाग्छ मलाई, अहिले हुनुहुन्थ्यो मेरो बाजे दत्तसिंह कार्की, अहिले यही मञ्चमा हुनुहुन्छ। दत्तसिंह कार्की छत्रध्वज बस्नेत प्रजातन्त्र सेनानी सोलुखुम्बुको। यो प्रजातन्त्र म त 46 साल पछिको पुस्ता हो। मेरो परिवार उहाँहरूको परिवार हामी एउटै परिवार नभएको भए, त्यसको अंश नभएको भए म आज यो ठाउँमा हुँदै हुन्थेँ। मलाई कसैले आएर हात समातेर नेपाल विद्यार्थी सङ्घ बनाएको पनि होइन, काङ्ग्रेस बनाएको पनि होइन। म त्यो परिवार उहाँको एउटै परिवारको भएको हुनाले गर्दा प्रजातन्त्रमा समर्पित भएर लागेका हाम्रो परिवारका सदस्यहरू कथाहरू सुनेर, उहाँहरू पहाडबाट आउँदै गर्दाखेरि सँगै बस्दै गर्दा देखेर हेरेर हाम्रो बाहरूले उहाँहरूको बारेमा गरेको कुराहरू सुनेर हामीहरू 7 कक्षा 8 कक्षा पढ्दै गर्दाखेरि काङ्ग्रेस, जय नेपाल, प्रजातन्त्र, बिपी भन्ने कुरा सुन्दै हुर्किएको। त्यसैले प्रजातन्त्र सेनानीले मैले समाजलाई के प्रभावित गरेको छु, कति कुरा गरेको छु भन्ने कुरा सबै कुरा देखिने कुरा मात्र हुँदैन, सबै कुरा नापिने कुरा मात्र हुँदैन। हामीहरू जस्तो नयाँ पुस्ताका 100औं हजारौं मानिसहरू तपाईँले तयार गर्नुभएको छ, प्रत्येकको कथा छ। त्योभन्दा पनि सबभन्दा महत्त्वपूर्ण कुरा अघि नै यहाँ दुजाङ शेर्पाले भनेर जानुभयो, हाम्रो कवीरले भनेर जानुभयो, यो पुस्ताको साथीले भनेर जानुभयो, यो सिङ्गो पुस्ताले यो कुरालाई स्वीकार गरेको छ कि आज हामी जसलाई लोकतन्त्र भन्छौँ, त्यो लोकतन्त्रको आमा भनेको प्रजातन्त्र हो। प्रजातन्त्रकै त्यो जग कोखबाट अहिलेको लोकतन्त्र जन्मिएको। त्यो प्रजातन्त्रको त्यो जमिन नभएको भए, त्यो जग नभएको भए यो बन्नै सक्दैन। त्यसैले यो उपलब्धिलाई हामीले कम आकलन गरेर आँकेर हाम्रो अर्को पक्षको मात्र चर्चा गर्यो भने पनि मलाई अन्याय हुनेछ भन्ने लाग्छ। राणाशाही थियो, परम वंशको आधारमा शासन चल्दै जाने। यो राणाशाहीको विकल्प खोज्नुपर्छ भन्दै गर्दा 3टा विचारहरू सँगसँगै प्रतिस्पर्धामा आए। एउटा विचार राणाको ठाउँमा अर्को वंशले चलाउनुपर्छ भन्ने आयो, त्यसैले 17 सालमा लियो। अर्को विचार यसको विकल्प खोजिनुपर्छ, तर त्यसको निम्ति एउटा पार्टीको नाममा एउटा समूहको प्रभुत्व भयो, त्यसको आधारमा राज्य समाज चल्नुपर्छ भन्ने विचार आयो। अर्को विचार समाज खुला हुनुपर्छ, सबै अट्नुपर्छ, सबै जात जाति भाषा भाषी धर्म सबै अट्नुपर्छ, सबै बराबर हुनुपर्छ, सबैको आत्मसम्मान रहनुपर्छ। मानव समाज यसरी मात्र सबै ढङ्गले अगाडि बढ्न सक्छ, विकास पनि यही बाटोबाट मात्र हुन सक्छ, विकास भनेकै पनि यही हो। यो विचारका साथमा आयो। आज हामी 2081 सालमा छौँ। 2081 सालमा पनि के यो विचार पुरानो, सबैभन्दा पुरानो हो, तर के विचार थोत्रो हो, के विचार कमजोर हो, कि प्रत्येक प्रजातन्त्र सेनानीले नेपाली समाज 2081 सालमा पनि आज नयाँ भनेर आउने कोही राजनीतिक दल आउला, नयाँ भनेर आउने कोही व्यक्ति आउला, जोसुकै आउला, नेपालमा चमत्कार गर्छु भनेर आयो भने पनि यही विचारलाई यसलाई समातेर योभन्दा अर्को विकल्प छैन भनेर आउने बाहेक यो यसको कुनै विकल्प छैन भनेर भन्ने भन्दा बाहेक अर्को बाटो छैन भनेर भन्ने ठाउँमा पुर्याएको आज विचारको यो आन्दोलनलाई यो ठाउँसम्म पुर्याउने कुरामा मेरो पनि ठुलो योगदान छ, मेरो असाध्यै ठुलो योगदान छ। मेरो जीवन सार्थक भएको छ। मैले ठुलो नेपाली समाजलाई, नेपाली राष्ट्रलाई, नेपाली काङ्ग्रेसलाई योगदान दिएको छु भन्ने कुराको गौरव प्रजातन्त्र सेनानीले गर्नै पर्छ। होइन भने हाम्रो कथा कस्तो हुने भयो, नातिले वा नातिनीले हजुरबालाई बसेर घरमा तपाईँलाई सोध्दै गर्दा, एउटा प्रजातन्त्र सेनानीले सोध्दै गर्दा आफ्नो कथा बडो गौरवको साथ बताउने भयो, जेल गएको कुरा बताउने भयो, लडेको कुरा बताउने भयो, तर अन्तिम प्याराग्राफमा गएर के बताउने भयो भने तर यो सबै कुरा व्यर्थ गयो नानी, के भयो त, के पाए त, सबै कुरा गुम्यो भनेर भनिसकेपछि अनि को आउँछ?
नयाँ मान्छे किन जोडिन्छ? ती मैले ती पीडाहरू छैनन् भनेको होइन, ती कथा ती व्यथाहरू छैनन् भने मेरो पटक्कै कुरा भएन। छन् नै, त्यसमा काम गर्नै पर्छ। गल्ती भएकै छन्, सयौं भएका छन्, त्यसलाई सच्याउनै पर्छ पार्टी संगठन निर्माणका सन्दर्भमा, राज्य सञ्चालनका सन्दर्भमा। तर मेरो आग्रह छ यस्तो पनि अवस्था नबनाउँ कि यो कोठाभित्र पछाडिको लहरमा बसिरहेको एउटा नौजवानलाई अगाडि बसिरहेका सबै पाका अगाडि बसिरहेका नगेन्द्र दाइदेखि सारा सब हेर्दै गर्दाखेरि यत्रो वर्ष दिएको जीवन दिएको व्यर्थ भएछ कि भन्ने उसलाई लाग्यो भने कोही पनि आउँदैन। व्यर्थ भएको छैन। मौका, जिम्मेवारी प्राप्त गर्ने, राजकीय जिम्मेवारी प्राप्त गर्ने कुराहरू भनेका ती सीमितै हुन्छन्। मैसँग नेपाल विद्यार्थीसँग काम गरेको मान्छे हजारौंको संख्यामा थिए नि त। त्यो मध्ये म केही मान्छेमा त मैले कोही सांसद भएका छु, कति नै हुन्छ र सीमितै हुन्छ। तर त्यो न्यायोचित ढङ्गले होस्, त्यो न्यायोचित ढङ्गले होस्, त्यहाँभित्र कसैलाई काखा कसैलाई पाखा नहोस्, त्यहाँ आग्रह नहोस्, विभेद नहोस् भन्ने कुरा नहो। एकदम ठिक हो, यसमा हामीले काम गर्नै पर्छ। तर त्यसलाई मात्रै मानक बनायो भने चाहिँ हामीहरू ठिक ठाउँमा पुग्दैनौँ भन्ने मलाई लाग्छ। तीनटा खालको प्रवृत्ति देखिन्छ पार्टीभित्र यस्तो सन्दर्भमा छलफल गर्दाखेरि। एउटा, हामीले यति धेरै गरेर आइसक्यौँ, अब हामीलाई कसैले प्रश्न गर्यो, हामीलाई कसैले केही कुराहरू भन्यो, नेपालमा अहिले ठिकठाक भएको छैन भनेर भन्यो भने हामी त्यसलाई उत्तर कसरी दिन्छौँ भने यति धेरै हामीले गरेर आएको, हामी अहिले पनि गरिरहेका छौँ, हामी अहिले ठाउँमा छौँ, हामी छौँ, त्यस कारणले गर्दा सब ठिकठाक छ। त्यो आत्मश्रद्धा हो, अर्थात् त्यो आत्मप्रशंसा। अर्को प्रवृत्ति के देखिन्छ भने सबै कुरा सकियो, सबै कुरा बिग्रियो। यहाँ मञ्चभित्र हामी बसेको छौँ, काङ्ग्रेसको मञ्चमा हुन्छौँ, यसरी बोल्छौँ, यसरी लाग्छ, यसरी कुरा गर्छौँ कि कस्तो अवस्था लाग्छ बाहिरबाट आउने मान्छेलाई सुन्ने। को मान्छे हुने? सबै बसेर आफ्नो घर परिवार, आफ्नो बा आमा सबै खत्तम भनेर कुराकानी गरिरहेछन्, अनि एउटाले भनिरहेको छ, सबैले ताली बजाइरहेछन्, सबै मिलेर हो हामी त खत्तम 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 भनिरहेछन् भनेर सुन्ने जस्तो अवस्था हुन्छ। यो आत्मनिन्दा हो। कि आत्मश्रद्धा छ कि आत्मनिन्दा छ, कि हामी यति धेरै रक्षात्मक भएका छौँ। यो तीनटै प्रवृत्ति हाम्रो निम्ति घातक छ। त्यसैले मलाई लागेको के हो भन्दा, के गर्न उपयुक्त हो भन्दा, हामी नेपाली कङ्ग्रेसको विचारधारा, तपाईँहरूका केटाकेटी हौँ हामी, तपाईँहरूले जन्माएको हुर्काएको शिक्षित गरेका मानिसहरू हामी, तपाईँहरूले हुर्काएको मानिसहरू आज हामी इमान्दारतापूर्वक यो देश चलाउन सक्छौँ भन्ने विश्वास राखेर नटडकमा हिँडिरहेका छौँ। तपाईँहरूले हामीलाई देखेर पनि कतिपय कुरामा यी हामीले बनाएका मानिसहरू, हामीले सिकाएको यसलाई, हामीले पढाएको यसलाई, हामीले बोल्ने बनाएको यसलाई, हामीले लड्न सिकाएको यसलाई भन्ने कुरामा पनि कतिपय ठाउँमा गौरव गर्नै पर्छ, कतिपय ठाउँमा सन्तोष मान्नुपर्छ। त्यो सँगसँगै तपाईँले फेरि हामीले गल्ती गर्दै गर्दा हाम्रो कान पनि तपाईँले समेट्नुपर्छ। तपाईँले हाम्रो कान समात्ने तपाईँसँग अधिकार छ, हामीलाई उठबस गराउने तपाईँसँग अधिकार छ, हामीलाई सजाय दिने तपाईँसँग अधिकार छ, तपाईँहरूको हक पनि सँगसँगै छ। मलाई लाग्छ यो हामी केही कुरा यसको आशय के हो भने हामी केही कुरामा एकदम ठिकठाक छौँ, केही कुरामा हामी चुकेकै छौँ। ठिकठाक भएको कुरामा गौरव गरौँ, चुकेको कुरालाई सच्याएर जाउँ। नेपाली समाजमा आजभोलि हामी के भन्छौँ बोलीचाली बेसी गरिकन भने हामी व्यापक रूपमा निराशा छ भनेर भन्छौँ। म पनि कतिपय ठाउँमा यही कुरा भन्थेँ। अहिले पछिल्लो समयमा मलाई के लाग्यो भने यो निराशा छ भन्दै गर्दा हामी त के गर्न थालेछौँ थाहा नपाइकन भने निराशाको मात्रै व्यापार गर्छु भनेर आएको मान्छेहरूलाई यति मद्दत पुर्याउन थालेछौँ। उसले भनि नै के रहेको छ भने सबै कुरा बर्बाद छ, सबै कुरा सकिएको छ भनेर भनेको हामीले पनि हो भन्यो। निराशाको व्यापार गर्ने मान्छेहरूलाई हामीले थप मद्दत पुर्यायौँ। उसले भन्दा के भन्दै गयो, निराशाको व्यापार गर्नेले यो समाज यहाँसम्म पुर्याएकै कसले हो भन्दै गर्दाखेरि अहिले जीवितलाई मात्र भनेन, हाम्रो प्रातस्मरण नेतालाई पनि भन्न थाल्यो, प्रजातन्त्रको आन्दोलनलाई भन्न थाल्यो। यो 30 वर्ष पञ्चायतको 30 वर्ष सुन्दर समय थियो, प्रजातन्त्र छाले देश बिग्रेकै 46 सालपछि भन्न थाल्यो। त्यो ठाउँसम्म पुग्ने अवस्था पनि बन्ने गयो। यहाँनिर पनि हामीले रोक्नुपर्नेछ र हामीले बुझ्नुपर्नेछ भन्ने लाग्छ कि नेपाली समाजले हामीले के भनिरहेको छ भने नेपाली कङ्ग्रेसलाई धन्यवाद छ, तिम्रो कारणले गर्दा म अँध्यारोबाट उज्यालोतर्फ आएँ। नेपाली कङ्ग्रेसलाई धन्यवाद छ, तिम्रो कारणले गर्दा मैले अधिकार पाएँ। दलितले भनिरहेको छ, महिलाले भनिरहेको छ, मधेसीले भनिरहेको छ, थारूले भनिरहेको छ, सबैले भनिरहेको छ तिम्रो कारणले मैले अधिकार पाएँ, तिम्रो कारणले हामी सबै जात जाति भाषा भाषीले राजनीतिक अधिकार पाएँ। तिमीलाई यो मानेमा धन्यवाद छ। तर म तृप्त छैन, नेपाली समाज निराश होइन। उसले के भनिरहेको छ भने म अतृप्त छु, म असन्तुष्ट छु, किनकि जति दियो जति भयो यसले मलाई पुगेन, मलाई राजनीतिक अधिकारले मात्र पुगेन।
मलाई सांस्कृतिक सामाजिक अधिकारले मात्र पुगेन। मलाई विकास हेर्नु छ, मेरो जीवनमा योभन्दा बढी मेरो जीवन स्तर उठेको मलाई हेर्नु छ। अर्थात् ऊ केसँग असन्तुष्ट छ? ऊ हाम्रो विकासको गतिसँग असन्तुष्ट छ, ऊ हाम्रो परिवर्तनको गतिसँग असन्तुष्ट छ। यो असन्तुष्टिलाई हामीले बुझ्न सक्नुपर्छ, यो अतृप्तिलाई हामीले बुझ्न सक्नुपर्छ र यसमा हामीले सम्बोधन गर्न सक्नुपर्छ। यसका निम्ति अहिले हामीले जिम्मेवारी पाएका छौँ। हामी अहिले सरकारमा छौँ। म पार्टीका सबै साथीलाई भनिरहेको छु, अरू सबैले भन्न पाए पनि काङ्ग्रेसले भन्न पाउँदैन। हामीले 2084 मा यो गर्छौँ त्यो गर्छौँ हामीले भन्न पाउँदैन। आज नेपालको सबभन्दा ठुलो पार्टी काङ्ग्रेस, सङ्घमा हामी, प्रदेशमा हामी, स्थानीय सरकारमा हामी, सबतिर उल्टाइ पल्टाइ गर्ने सरकार हामी, जिम्मा हामीले लिने, अनि देशमा यो भएन त्यो भएन भनेर हामीले गनगन गरिराख्नु पनि पाउँदैन। वा 84 मा आएपछि यो गर्छौँ पनि भन्न पाउँदैन। हामी अहिले छौँ नि त, अहिले जिम्मा लिइरहेका छौँ। अहिले जिम्मा लिइरहेका छौँ भने हामीले अहिले गर्नुपर्नेछ। अहिले गर्ने भनेको कहिले? अहिले 81 सालमा। ल 84 सम्मको हिसाब किताब गर्ने पनि 3 वर्ष हुन्छ। नेपालमा सर्वाधिक सफल भनेर हामीले आर्थिक सामाजिक कार्यक्रम हिसाबले सर्वाधिक सफल कसको सरकारलाई मान्छौँ? जननायक बिपी कोइरालाको सरकारलाई। कति महिना काम गरेको? 18 महिना। नेपालको आज हामी नेपालीहरू यी सबै अप्ठ्याराका बावजुद पनि जुन जीवन स्तरमा छौँ, यसको सबभन्दा ठुलो श्रेय कसलाई जान्छ? गिरिजाप्रसाद कोइरालालाई, जसको सरकार कति वर्ष चल्यो? जम्मा 3 वर्ष। 3 वर्ष सरकार चलाएको, 18 महिना सरकार चलाएको कृष्णप्रसाद भट्टराईले 1 वर्ष 1.5 वर्षसम्म सरकार चलाउँदै गरेर दिएको संविधान हेर्नुहोस् त। नेपाली कांग्रेसले नेताहरूले स्थापित गरेर आउनुभएको छ कि 1.5 वर्ष 2 वर्ष 3 वर्षको समय भनेको कम समय होइन। हामी यो पटक 3 वर्षको समय हामीले पाएका छौँ। यो 3 वर्षभित्र हामीले केही मानक स्थापित गर्नुपर्नेछ। जनता जेमा असन्तुष्ट छन् त्यो असन्तुष्टिलाई हामीले सम्बोधन गर्नुपर्नेछ। जनता केमा असन्तुष्ट छन्? मैले अहिले पनि भने, खास गरिकन चाहिँ हाम्रो गतिसँग असन्तुष्ट छ। हामी जुन एउटा नौजवानले के हेर्छ? त्यही छिमेकी देशमा जाओस्, उत्तर जाओस्, दक्षिण जाओस्, अझ पश्चिमतिर गयो भने त्यही कुनै एउटा काम सम्पन्न हुने कुराको लागि 1 घण्टा लाग्छ भने त्यही काम सम्पन्न हुन नेपालमा 1 वर्ष लाग्छ भने 1 घण्टा र 1 वर्ष बिचको जुन फासला छ त्यसलाई उसले बुझ्नै सकिरहेको छ, त्यसलाई उसले ग्रहणै गर्न सकिरहेको छ। किन लाग्छ? के कारणले गर्दाखेरि? हामी यसको सजिलो उत्तर दिन्छ। कोही हामी कानुनको कारणले गर्दा भन्छ, त्यसपछि कानुन बनाउने ठाउँमा हामी छौँ, कानुन बदल्ने ठाउँमा हामी छौँ। हामीले गरेर देखाउन सक्नुपर्छ। यो 3 वर्षभित्रमा बिपी कोइरालाको पालामा जुन हामीले गन्छौँ नि, यो हो भनेर भन्छौँ, वा गिरिजाप्रसादको पालामा जुन कुरा गन्छौँ, 84 को चुनावमा जाने बेलासम्ममा हामीले 1, 2, 3 भनेर औँला भाँचेर गन्न पाउनुपर्छ, गन्न सक्नुपर्छ। हामीले यो गर्यौँ भनेर लोकल स्थानीय सरकार पनि त्यही, वडामा गएको साथीले पनि वडाका काङ्ग्रेसका मानिसलाई भन्ने मौका दिनुपर्छ, प्रदेशमा गएको साथीले पनि प्रदेशमा भन्ने मौका दिनुपर्छ, सङ्घमा हामीले जिम्मा लिएको हामीले भन्ने मौका दिनुपर्छ। अनि त्यसपछि बल्ल हामी हुने कुराको अर्थ रहन्छ। यो जिम्मा लिनुपर्ने छ काङ्ग्रेसले। जवाफदेहिताका साथमा हामीले आफ्नो शासन अगाडि बढाउनु पर्नेछ। जनता खुसी नभएको एउटा कुरा गति हो भने अर्को खुसी नभएको कुरा मतिसँग पनि हो। गति किन ठिक छैन भन्दै गर्दा नेतृत्व गर्ने हामी, म नेतृत्व गर्ने भनेको फेरि मैले कुनै अमुक एकजना व्यक्ति भनेन, म पनि हो त्यसभित्र। नेतृत्व गर्नेको मति ठिक भएन, त्यस कारणले गर्दा गति ठिक भएन भन्ने उसलाई लागेको छ। मति ठिक नभएको कुरा केसँग जोडिएको छ? मति ठिक नभएको कुरा खास गरिकन चाहिँ भ्रष्टाचारसँग जोडिएको छ। आम नागरिकले के सोध्छ? भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेन, नभए हामीलाई विश्वास नगरेको हो र? यही राजनीतिक नेतृत्वले अपिल गर्दै गर्दाखेरि हजारौं लाखौं मान्छे सडकमा आएको होइन। हामीले नै अपिल गर्दै गर्दाखेरि हामीलाई हिजो घाउ चोट दिएको, त्यत्रो घाउ चोट दिएको, हाम्रा मानिसहरू मारेको, त्यो माओवादीसँग शान्ति सम्झौता गर्नुपर्छ भन्दै गर्दा आफ्नो परिवारको घाउ चोट पीडा बिर्सिएर प्रभावित भएको परिवारकै मानिसहरूसँग आन्दोलनमा आएको होइन र? विश्वास नगरेको होइन नि त। तर त्यही हामीहरूले आज किन ठिक ढङ्गले त्यही विकासका कुरा, परिवर्तनको कुरा गर्न सकिरहेका छैनौँ भन्दा भ्रष्टाचारले गर्दा हामीलाई भ्रष्टाचारले यसरी गाँज्यो कि हामी ठिक गति समात्न सकेनौँ भन्ने लागेको छ भने यही 3 वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामीहरू छौँ, हामी त्यसलाई न्यून गर्ने कुरामा हामीले एउटा चमत्कार जस्तो ढङ्गबाट काम गर्यौँ भन्ने दिशातिर हामीले लिएर जानुपर्नेछ। यसका केही कुराहरू पार्टीभित्र पनि गर्नुपर्नेछ, पार्टीभित्र पनि शुद्धिकरण चाहिएको छ। योभन्दा अगाडि मैले त पटक अहिले भनिरहेको छु, जति पनि काण्ड नेपाली जनताले अहिले सुनेका जति पनि काण्ड छन्,
त्यो चाहे वाइट बडी काण्ड होस्, चाहे त्यो ललिता निवास काण्ड होस्, काण्ड भनेर भन्ने गरेको हुनाले गर्दा मैले काण्ड भने, चाहे त्यो गिरिबन्धुको होस्, चाहे त्यो शिविरको होस्, जति पनि छन् 15, 20, 25, 30 लामो लिस्ट बन्छ। त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने, यसभित्र भएको प्रत्येक काण्डको अख्तियारले गर्छ, ठिक छ, हामीलाई विश्वास छ। अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऊ। तर बनाइसकेपछि एक ठाउँ के पुऱ्याउँ भने यसमा को दोषी निस्कन्छ? कोही प्रधानमन्त्री निस्कन्छ, ठिक छ, पूर्व प्रधानमन्त्री निस्कन्छ, मन्त्री निस्कन्छ, सांसद निस्कन्छ, जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बालवाला होस्, भूतपूर्व होस्, जोसुकै होस्, तर नेपालमा सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छाड्दैन, नेपाली राज्यले छाड्दैन, 15 वर्षपछि पनि छाड्दैन, 20 वर्षपछि भए पनि छाड्दैन भन्ने हामीले मानक स्थापित गर्न सक्यौँ भने त्यो नौजवानहरूलाई ल ठिक छ, देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ, उनले सोच्न थाल्छ। हामी त्यो बनाउने गरिकन काम गर्ने हो, हामीले काम यहाँभित्र गर्ने हो। हामी अहिले सरकारमा छौँ। नेपाली कांग्रेसको आत्मा भनेको विधिको शासन, विधिको शासनको त्यसको सामान्य व्याख्या भनेको कानुनभन्दा माथि कोही पनि छैन, कानुनभन्दा ठुलो कोही पनि छैन। कानुन राजालाई लाग्दैन थियो, त्यो राष्ट्रपति ल्याएको, सिम्पल कुरा छ। राष्ट्रपति कानुनभन्दा माथि हुनुहुन्न, राष्ट्रपतिलाई पनि कानुन लाग्छ, हामी सबैलाई कानुन लाग्छ, सांसदलाई लाग्दैन, पार्टीको नेतालाई लाग्दैन। कांग्रेस भयो भनेर कोही कानुनभन्दा माथि हुन्छ? कोही कांग्रेसको मान्छे छ, शक्तिशाली नेता छ, कुनै पनि भ्रष्टाचारको कुनै पनि कुरासँग जोडिएको छ भने, जसरी एउटा आम नागरिकलाई भ्रष्टाचार वा अरू कुनै पनि गरेको गलत विषयका सन्दर्भमा जे सजाय हुन्छ, उसलाई पनि त्यही सजाय त्यसरी नै प्राप्त गर्नुपर्छ। हामी कोही दौडेर जुलुस निकाल्न जाँदैन। म त यही मञ्चबाट आग्रह गर्छु, प्रधानमन्त्रीले अहिले हाम्रो सहयोगमा बन्नुभएको प्रधानमन्त्री हुनुहुन्छ, प्रधानमन्त्रीको सबभन्दा ठुलो कमिटमेन्ट के कुरामा चाहिएको छ भने कुनै पनि मन्त्री कुनै पनि काण्डमा, कुनै पनि गलत काममा, अहिले भइरहेको मन्त्रीले कुनै आफ्नो मन्त्री पदको दुरुपयोग गरेर कुनै गलत काम गर्छ भने मिनट त्यो कांग्रेस होस् कि एमाले होस् कि त्यहाँ भएको मन्त्रीलाई बर्खास्त गर्न सक्यो भने मात्रै त्यो बेलामा बल्ल, त्यतिखेर बल्ल अनि सरकारले म शुद्धिकरणको बाटोमा लाग्यो भन्ने अर्थ रहन्छ। यो विषयहरूमा तपाईँ हामीले काम गर्नुपर्नेछ, हामीले गर्ने हो। हाम्रो छलफल यतातिर केन्द्रित गरौँ, हामी यतातिर छलफल केन्द्रित गऱ्यो भने बल्ल अनि हामीले बाहिरको साथीहरूलाई भन्न सक्छौँ कि हो गल्ती भएको छ, गति ठिक छैन, मति ठिक छैन, तर हामी छौँ नि त, हामी कहाँ गएका छौँ? तपाईँहरू जस्तो प्रजातन्त्र सेनानीले भन्ने हो नि, हामीले हुर्काएका केटाकेटीहरू छौँ, जिम्मा दिएका छौँ, तिनले गर्छौँ, हामी गराएर छाड्छौँ। यो बोली पनि आउनु पर्यो, अब यो भरोसा पनि आउनु पर्यो। सबभन्दा ठुलो भरोसा नेपाली कांग्रेस पार्टीमाथि राख्नु पर्यो। हामी पार्टीभित्र हाम्रो अधिवेशनका धेरै छलफलहरू भयो, छोड मैले आग्रह गरिरहेको छु सबै नेताहरूलाई, अब यो 2, 4, 5, 6 महिना छोड्नु है, अधिवेशन हुन्छ, आफ्नो बाटोमा जान्छ। अधिवेशन भनेको के हो? तपाईँ र म प्रतिस्पर्धा गर्दैन हो र जित्ने हारेको हामी भित्रकै मान्छे त हो नि। यसलाई कति ठुलो विषय बनाएको हामीले, यसलाई अलि पर सार एकपटक पार्टी यो बेलामा के सोचौँ भने नेपाली समाज अहिले छटपटाएको बेलामा, अतृप्त भएको बेलामा तिनको बीचमा कांग्रेस पुग्नुपर्छ, तिनलाई हामीले भरोसा दिनुपर्छ। हामी छौँ, नेपाली समाजका यावत अहिलेका प्रश्नहरूको उत्तर हामीले खोज्छौँ भनेर उनीहरूलाई हामीले भरोसा दिनुपर्नेछ। र त्यसका निम्ति मेरो अन्तिम आग्रह छ, सबैभन्दा म फेरि भन्छु, मैले तपाईँहरू अगाडि आएर मात्र भनेको होइन, म आजले जुन अरू सार्वजनिक मञ्चमा म भनिरहेको छु, सबैभन्दा ठुलो शक्ति भनेको प्रजातन्त्र सेनानी तपाईँहरू किन म भन्छु र टुङ्ग्याउँछु। हामी नयाँ पुस्ताका मानिसहरूलाई काङ्ग्रेसमा ल्याउने कुरा गरिरहेका छौँ। मैले अघि पनि सुरुमा भने तपाईँहरूले जबसम्म ठिकठाक छ, ठिकठाक हुन्छ, हामी ठिकठाक गर्छौँ भनेर भन्नुहुन्न, नयाँ पुस्ता आउँदै आउँदै तपाईँलाई हेरेर मात्रै आउँछ। प्रजातन्त्र सेनानी भनेर काम गरेको मान्छेले हाम्रो मैले गरेँ घरभित्रको कुराहरू पनि गरौँ, हामीलाई गाली पनि गरौँ, आलोचना पनि गरौँ, प्रश्न पनि गरौँ, सुधार गर्ने कुरा पनि गर्न लगाउँ, हामी सुधार पनि गर्छौँ। तर हामीले एउटा परिवारका रूपमा आम मानिसहरूको बिचमा चाहिँ मलाई के चाहिएको छ, मैले के पाउँछु भनेर गरेकै होइन। मैले व्यक्तिगत रूपमा के पाएँ के पाइनँ भन्ने कुरा गौरव, तर मेरो कारणले गर्दा, मेरो समर्पणको कारणले गर्दा, मेरो समयको कारणले गर्दा, मेरो जवानी मैले दिएको समयको कारणले गर्दाखेरि आज तिमीले बोल्न पाएका छौ, लेख्न पाएका, ठुलो कुरा गर्छौ, फुर्ती लाउँछौ, मेरो कारणले गर्दा पाएको तिमीले आज बोल्न पाएका छौ। आज सामाजिक सञ्जालमा एउटा नौजवानले लेख्छ के दियो तिमीहरूले भनेर भन्दै गर्दा तिमीले त्यो के दियो भनेर प्रश्न गर्न पाउने कुरा पनि मैले दिएको, न बोल्न पाउँदैन, मलाई मेरो कारणले गर्दा पाएको भनेर यो हक र धक्का साथमा मेरो
आदरणीय नेताहरूले भन्नुपर्छ, बोल्नुपर्छ, त्यसपछि बोल्दै ठिक ठाउँमा जान्छ। जहाँसम्म तपाईँहरूले भन्नुभएको कुरा छ, कि प्रजातन्त्र सेनानीको संस्थागत कुराहरू, प्रजातन्त्र सेनानीसँग संस्थागत कुराहरू छ। म पार्टीको महामन्त्रीको रूपमा मैले सबै कुराको जिम्मा, सबै कुरा हुन्छ भनेर त म भन्न नसकुला, तर इमान्दारतापूर्वक यति कुरा भन्छु। पार्टी सभापति यसमा नमान्ने नगर्ने हुने कुरै छैन। किन मान्ने किन पर्छ भने उहाँहरू सबै तपाईँहरूको साथी हुँदैन, तपाईँहरूको त सहयात्री, तपाईँहरू मध्येकै उहाँहरूले नमान्ने हुने कुरै भयो। त्यसैले यो प्रजातन्त्र सेनानी सङ्घलाई तपाईँहरूले यसको अरू भारतीय संस्थाभन्दा फरक यसको दर्जा रहनुपर्छ भन्नेदेखि लिएर पार्टीको केन्द्रीय समितिमा सहभागिता हुनुपर्छ भन्नेदेखि चुनावमा उम्मेदवार बन्ने कुरादेखि लगायत कार्यालयहरूमा त्यहाँ ठाउँ पाउने कुरादेखि जिल्ला जति पनि संस्थासँग राख्नुभएको छ, म आदरणीय डाक्टर गोविन्द पोखरेल डाक्टर साहब लगायतको टिमलाई पनि आग्रह गर्छु अधिवेशन पनि गराउने, यो बिचमा चाहिँ पार्टीसँग जोड दिने काम पनि तपाईँहरूले विशेष भूमिका खेलिदिनु पर्नेछ। यो बिचमा हामीहरू बस्छौँ, छलफल गर्छौँ। अब केही दिनबाट पार्टीको विधान संशोधनको छलफल सुरु हुन्छ। विधान संशोधनको छलफल सुरु भइसकेपछि त्यो विधानमै पनि केही व्यवस्थाहरू गर्न सकिन्छ, त्यसमा पनि बसेर छलफल गरौँला। बन्द कोठाभित्र आनन्दले बसेर छलफल गरौँ, भएका गल्ती कमजोरी सुधार गरौँ। तर सँगसँगै चाहिँ नेपाली कांग्रेस पार्टीलाई यत्रो ठुलो योगदान पुर्याउनु भएका सबैभन्दा ठुलो यसको जगको रूपमा रहेको प्रजातन्त्र सेनानी सङ्घमा देशभरि जुन एउटा उत्साह आएको छ, फेरि एकपटक बालकृष्ण दाइलाई हृदयबाट आभार प्रकट गर्छु। असाध्यै ठुलो काम भएको छ दाइ, यो सानो काम होइन। यो आज यो अब यसभित्र एउटा उत्साह भर्ने काम, यसलाई थप लिएर जाने कुराको सन्दर्भमा चाहिँ पार्टी सँगसँगै काम गर्छ। मैले यति कुरा राखेँ, म फेरि क्षमा माग्छु। यो पार्टीको अर्को कार्यक्रममा जानुपर्ने भएकोले कार्यक्रमबाट बिदा माग्न चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। आदरणीय साथीहरू, हाम्रो मिसनको शुभकामना दिएर उहाँ जानुभयो। उहाँको मिसन पनि छिट्टै पुरा होस् भन्ने नेपाल प्रजातन्त्र सेनानी सङ्घ शुभकामना दिन चाहन्छ। उहाँलाई विशेष 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 धन्यवाद। साथीहरू, हाम्रा अरू केन्द्रीय सदस्यहरू बोल्ने क्रम जारी नै रहनेछ। त्यो हुनाले सबै साथीहरू आफ्नो यथास्थानमै रहिदिनु होला। सबैजना